आजको खेल बस वाउ। सोमाउले टस जितेर नेपाललाई ब्याटिङ दिन्छ अनि त्यहीबाट सुरु हुन्छ नेपालको शक्ति प्रदर्शन। आसिफ शेखले आज फ्लावर नहीं फायर ए फायर भन्दै 41 बलमा 69 रन बनाए। सुरुवातमै खेल नेपालको पक्षमा तानिसकेका थिए, तर असली धमाका त दिपेन्द्र सिंह एरीबाट आयो। कसैले भन्यो दिपेन्द्रलाई नम्बर 6 मा खेलाउनु पर्थ्यो, तर हाम्रो टाइगर त टाइगर हो नि। 33 बलमा 53 रन। कमेन्ट्री गर्नेहरूको मुख बन्द। त्यसपछि आयो लोकेश बामको भयंकर तुफान। केवल 12 बलमा 39 रन, 4 छक्का 2 चौका र 325 को स्ट्राइक रेट। अनबिलिभेबल स्टफ। नेपालले 20 ओभरमा 4 विकेट गुमाएर 211 रन। यो त फायर होइन, वाइल्ड फायर हो। र अब सुन्नुहोस् फिल्डिङको कुरा। नेपालको बलिङ र फिल्डिङ आज पनि हिस्टोरिक थियो। सोमाउले 20 ओभरमा 7 विकेट गुमाएर जम्मा 87 रन मात्रै बनायो। नेपालले 124 रनले जित्दै खेल मात्र होइन टुर्नामेन्टको ट्रफी पनि उचालेको छ। यस, नेपालले सबै खेल जित्दै सुपर 6 को टेबल टपमा 10 अङ्क सहित बसेको छ। पूर्ण डोमिनेन्स, प्योर नेपाली पावर। आजको खेल हेर्ने जसले पनि यही भन्यो, यो टिम हो वर्ल्ड कप जित्ने टिम। नेपाल, यु मेड आवर चेस्ट वाइडर विथ प्राइड अगेन। ह्युज कङ्ग्रेट्स टु द होल टिम। आसिफ, दिपेन्द्र, लोकेश र सबै योद्धाहरूमा सलाम। अब वर्ल्ड कपमा पनि यही इनर्जी, यही कन्फिडेन्स र यही फायर चाहिन्छ। लेट्स गो नेपाल।